भैरवकुण्ड थिएन। दस बजे या 5 मिनट लगा 10:05। ओहो तू बालेन्सलाई होइन रहेछ। हामी जहिले फोटो राख जस्तो आउँछ कि राख जस्तै निकाल्दिन्छ। ए जने जस्तो यो अघिको छ नि त्यहाँबाट जस्तो आउँदैन होला है। मै भनेर चिन्नु पर्यो। खिच्दै होइन फोटो मैले ल्याएको छ नि। तिम्रै मोबाइलले खिच्नुपर्छ भन्ने छैन नि। आफू खायो भने पाप लाग्छ है। नखाने नखाने पाप लाग्छ। पाप लागिसक्यो के हुँदैन जाँदैन नि जाँदैन 2000 है 2000 है एकछिन है त। तिम्रो फेसबुकहरू छ होला नि। ल यो मेरो पनि खिच्देऊ न यसलाई 200 मा राख है। के खाएको डुबियो जल्या होला नि। ए तिमीहरूको सबै रेकर्ड भइरहेछ है। यो 360 मा रेकर्ड भइरहेछ है सबै। उता अलि टाढा छ। उताबाट अनि उताबाट पनि लिने तिम्रो पनि लिइरहेछ। त्यहाँ चाहिँ भनेन भन्ठान्ला। मलाई
मलाई कसैले फोटोग्राफर बनाउनु भए सेकेन्डको 500 है सेकेन्डको 500 यसो भन्नु त्यसै समातेर आए पनि हुन्छ है यसो घुम्नु भयो नि हुन्छ खै त्यो क्यामेरा पछाडिबाट खिच्यो नि पछाडि आफ्नो हेर्नु भइहाल्यो नि मलाई खिच्न चाहिँ आउँदैन है फेरि त्यसैले 13 वर्षपछि पुग्दैन नि त 0.6 कतिमा राखेको 108 मा राखेको मैले ल 0.6 रातो लुगा चाहिँ आएन है जुन चाहिँ आएको एकचोटि हेर्ने कि त्यो चाहिँ देखिएन अरू 3 जना त आयो तर मलाई आफ्नो कुरा हो है मलाई चाहिँ यो मन पर्छ है मेरो पनि एकचोटि खिच्नु होला हामीलाई पनि 5 दिनुपर्छ अब अघि 15-20 सेकेन्ड खिच्दैछ उतै भइसक्यो हत्या भइसक्यो यता जुस भइसक्यो के जुस यसमा कस्तो आयो भाइ यो ए रेसे यो गगलमा कस्तो आयो ओल्लो टल्के हैन म त क्यामेराको राम्रो होइन अब तपाईहरु जस्तो सेल्फी हाम्रो नपाउनु भएको छ यहाँ भएको छ के म देखेन फोटोमा ए देखेछ है मेरै फोटो देखेन भनेदेखि त्यहाँ खोज्नु होला है हुन्छ अब त्यो फेरि एकचोटि खिच्यौँ होइन समातिरहेको नि हुन्छ केही पर्नु तिमीलाई मतलब छैन भने समातिरहेको हुन्छ त्यो खिचिरहेको छ कि उसले हजुर यसो हेरौँ कि आइएको छ कि छैन आइरहेछ तपाईँ हिँड्न सक्छ नि यसो राउन्ड लगाउनु सक्छ भने जति लगाए पनि हुन्छ अनि त्यो कराउँछ है अफ भयो भने ए नकराएको हिँड्नु रासै वाह यो रासै ल्याउनु ल हेर्नु पाँच पोखरी जाने बाटो यताबाट होइन नि
ए छ अस्ति दिने गाडी गाडी चोरमार पुरा छ नाम कहाँनिर खिच्नु ग्रुप ल्याएको हजुर आज तारै सरसर होला पछाडिको तल सर्छ जाँदैन होला तल गाडी छ कहाँ छ बगानमा ए त्यसो बगानबाट अर्को मान्छे छ है मान्छे छ 8 जना छ 12 जना हुन्छ अब गइहाल्ने होइन म जानु अब एकछिनमा जाने उनीहरू दाइहरू आज आइपुगे छैन होला मेरो ग्रुपहरू कति टाइम लाग्छ ल ल म बगानमा पर्खेर बसेँ हुन्छ ल अहिले हिँडेर जान्छ तिनीहरू 2 बजीतिर पुग्छ 3 बजीतिर पुग्छ तल बगान ए ल हिँडेर गएको साइडमा मलाई कल गर्नु ल अब तिम्रो नि डाँडा पनि निस्किन्छ त खिचिरहेछ खिचिरहेको छ यहाँ पनि त्यहाँ अन्त जान्छ जस्तो लाग्यो एक चक्कर होइन ऊ त्यहाँबाट जाँदैन नि लिएर आउनु हेर्दा त बाटो छ जस्तो बाटो छ त्यहाँबाट छ बाटो ठ्याक्क बाटो छ ऊ यहाँ धजा राखेको छैन हो यो कुनामा त्यहाँबाट यता त्यो पखराले छेकेबाट यता छिर्नु मिल्दैन त्यो अहिले सिधा त्यो मोनको सिधाबाट चराहरू उड्यो भने पनि खस्छ खस्छ हजुर चराले त्यो चराले सुध मोन काट्नु मिल्दैन त ए ए ए ल त्यो पनि रेकर्डै भयो त्यहाँ त भन्दैन न त पहिले पालिकाले यहाँबाट पुल थाप्छु भने पनि त्यहाँ हिँड्न मिल्ने भएर हामी नथाल्यो ए ए पादैछ पादैछ यो जाडो यो ओ भाइ हावा लागेको यही छोड जान्ने हुन्छ अङ्कल यो समात्नु त अब म भित्र दर्शन गर्नु होइन म एकछिन पूजा नगरी नखाने रे फङ्से गर्नुले कहाँबाट आएको तिमी अहिले 2 जना बहिनी पनि आइरहेछ भनेबाट वाह त्यहाँ भित्र देउता छ हो होइन पूजा गरिन ए खन्दा पो रहेछ हामी के पूजा गर्ने हात धुनु पर्छ ए थाहा छैन थाहा ए बिदर पो हो नि पूजा गर्ने त एकचोटि यसो समाधि राखिदिनु के गर्नु यसो घुम्नु भयो नि हुन्छ हिँडेर होइन तपाईँ यसो घुमेर यसो हिँड्नु भयो नि हुन्छ
उतै होला अहिले हजुर बुट्टो उतै होला वे मलाई मुला जडुवा डाडुवा ए मन्त्रिया भनेको मन्त्रिया त भनेको डाडुवा कहाँ छ निकै टाढै छ कुनै त आइसकेछ कुनै आउनु भएछ ल ल सँगसँगै जाने अनि म पनि खै सँगै जानुपर्छ है सँगै गाडीमा गाह्रो बरु जाने म पनि जाने तल फोन गरेर तल मान्छे थियो तलबाट तलबाट मान्छे आउनु पुग्यो भनेको ए तल मान्छे तल जाने मान्छे थियो क्या अनि बाटो भएर अझै बगमबाट उहिले ढिलमा गयो भने त झुकुल ठ्याक्कै देख्थ्यो के देख्छ झुकुल हिमाल त्यहाँबाट पो अनि दिदीबहिनी पोखरी फोहोर चाहिँ लास्टै फोहोर गरेर आयो धन्य मुचाला धन्यवाद गीत है आयो अनि तल चोकरमा खाना खाएर जाने कि तल खाना खानु बगम जाने अरे मन्दिर यही हो सबै यसले नै उ गर्छ है भित्र सबै ए